Happy New Year 2026. यो अझै भ्याइदिएको छैन राष्ट्रै चिया के चिया छ होइन गाई राष्ट्रै भीमा पऱ्यो गाई यस्तो दामी यो गाई ह्याप्पी न्यु इयर 2026 म आज लेक्साइडको शान्तिनगर सोक आएको छु गाई जब म यहाँबाट हिँड्ने हो म दिगो पार्न जान्छु गाई अहिले चाहिँ लेक्साइडमा चाहिँ न्यु इयरको चाहिँ फेस्टिभल आएको छ गाई लेक्साइडको चाहिँ म अब चाहिँ हेर्न लायक छ गाई आजको चाहिँ भ्लग चाहिँ म सुरुवात गर्न चाहन्छु आजको भ्लग चाहिँ तपाईँ चाहिँ गाई एक नम्बर केस दिएर एक नम्बर स्पेस चाहिँ हुन्छ गाई तपाईँ चाहिँ यो भ्लग चाहिँ अन्तिमसम्म हेरिदिनु सक्छ गाई तपाईँ गाई मेरो पछाडि सकिन्छ ठुलो बिहान यहाँ चाहिँ 27 पोखरा स्टेट फेस्टिभल रच्छ होइन गाई होइन यहाँभन्दा अब म भित्र जान्छु यहाँसम्म त गाडी चढाउनु दिएको छ उता दिगो पाटन छ गाई होइन उता चाहिँ गाडी त्यहाँ उता चाहिँ गाडी चाहिँ ठप्प भन्दछ त्यहाँबाट उता चाहिँ गाडी हामी हिँडेर जान पर्छ ए मैले यहाँ यता चाहिँ खासै रमाइलो त छैन गाई म अब उता सिधा गाडी कहाँ बन्द छ गाई त्यहाँबाट चाहिँ सिधा म भेटौँ न हस्त गाई मैले भनेको ठाउँ गाई अब आउन बाँकी छ अझै हिँडेर आएको छु गाई धेरै नै हिँडेको छु अहिले त हिँड्नको मजा आउँछ गाई होइन भैरवको मजा आउँछ गाई अब त सडकमा हिँडेर गाडी साडी के होइन गाई होइन अहिले त खासै भित्र छैन बेलुका चाहिँ भिड हुन्छ गाई बेलुका पनि म यहीँ हुन्छु गाई होइन अहिले चाहिँ मैले के भने यो भिसी नभएकोमा चाहिँ यसो आएर बनाइदिउँ कस्तो कस्तो छ गाई होइन हो त्यसो नै सबै सजाएको छ नि यता त स्टक छ गाई होइन म अघि नै भनिसकेको छु म उता वसुन्धरा पार्कतिरको चाहिँ म स्टकतिर चाहिँ म गाडी हुन्छु म यतातिर चाहिँ म हुँदिनँ अहिले मेरो भनेको चाहिँ उता हरङ चोक सेडीतिरको साइड हो क्या गाई भनेको चाहिँ उहाँ उतैतिर जमाइ हुन्छ कि उता तारको छेउतिर यता चाहिँ खासै के जमायो त हुन्न गाइस भएको चाहिँ गाई अन्तिमसम्म तपाईँ बनिराख्नु माओ चाहिँ गाई एकदमै दामी छ होइन धेरै दिनपछि मैले भिडियो भयो गरेको छु गाई मैले गाई हरन चोकतिर आएको छु यतापट्टि बाजा साजा बसेको छ र यतापट्टि मान्छेहरू छन् गाडी अहिले आइ चलेको छ यता चाहिँ रमाइलो छ गाई उता गर्दा होइन यता हरन चोकतिर छु गाई म यता बाजा बजेको छ होइन बाजा साजा छ हिमालको डान्स गाई म यतातिर पसेको छु होइन गाई यता पनि रास्तै रमाइलो छ होइन यताबाट त हरन चोक भन्दा यति भित्रबाट त पाएको छ गाई होइन अहिले चाहिँ यहाँ चाहिँ नेपालीभन्दा धेरै इन्डियनहरू चाहिँ पर्यटकहरू चाहिँ आउनुभएको छ यतातिर चाहिँ गाई धेरै चटपटको स्टक छ गाई चाहिँ चटपट खाने मान्छे चाहिँ गाई म पर्दिनँ तपाईँ गाई मेरो पछाडि देख्न सक्नुहुन्छ फेवाता गाई होइन म चाहिँ यहाँ आउने कारण आएको छु फेवाता हेर्नको लागि आएको गाई म अस्ति नैमा असारतिर आएको थिएँ असार पछि गाई म अहिले फर्स्ट टाइम आएँ यता पछि गाई इभी गाडी पनि स्टकमा राखेको छ एउटा यहाँ कपडा किनेर आएको गाई होइन आफूले भने जस्तो मैले पाइदिनँ यता पछि गाई याक गर्छ होइन याकमा त 700को भनेको यो त पुट्टा जस्तो छ गाई म माथि प्याङ म्युजिक छ गाइस दामी बजेको छ दामी यता पछि गाइस बुङ्गु छ बुङ्गु यस्तोमा लट्किएको छ नि गाइस बुङ्गु हो गाइस म त पेट पूजा हुँदै उता समोसा खाने यहाँ चटपट बनाउनु आएको छु गाइस होइन यहाँ अङ्कलले यहाँ चटपट बनाइदिँदै हुनुहुन्छ मलाई पहिला पेट पूजा नपऱ्यो गाइस होइन राष्ट्रिय भोग्याएको माउ चाहिँ जोस दामी छ गाइस मलाई मनपर्ने कुरा गाइस पैसै मिल्ने उयो 1500 अनि मैले पाएको छु गाइस सामान त राम्रै थियो गाइस होइन म पैसा यसो उतातिर दिनु पऱ्यो त्यहाँ चाहिँ सस्तोमा दिएछ भने उतै किन्न पऱ्यो गाइस होइन अब हुँदै होइन भन्यो भने चाहिँ यता आउनु पऱ्यो गाइस ए घन्टासम्म गाइस दुधियो कहिले आइसक्रिम खाइयो कहिले मोमोसम्म खायो गाइस होइन अब भिडियो बनाऊँ त गाइस अब खाएको कसै भिडियो बनाऊँ होइन अब
एउटा केटाहरू आउँछन् भने आयो कि आउने ल्याइदिनु किनभने केटाहरू चाहिँ गाई यस्तो तनाव दिएका छन् अहिलेको समयमा चाहिँ यता गौरी घाटतिर आएको छ गाई अब म यसो वसुन्धरा पार्क जानु पऱ्यो वसुन्धरा पार्क अहिले गौरी घाटतिर चाहिँ छु गाई म गाई म कोका कोला भित्रबाट म निस्केको छु दामी मजा आएको छ गाई दामी कोका कोला यहाँ देखेको छ गाई होइन कसै यहाँ देखिराखेको छु आनन्द मजा आइरहेको छ जुम छ जुम यता पैसा दिन सकिन्छ गाई मेरो यहाँ भएको छ यहाँ जुम भइराखेको छ होइन जे होस् दामी मजा आइराखेको छ म यहाँ देखिराखेको छ यहाँ कोका कोला धोका खोला हान्छु यस्तै हो यता भित्र आएको छु गाइज मौसम भित्र छैन अब टिकट कति यहाँ सोध्नु एउटा ज्याकेट किनिसक्यो तपाईँमा देखाइनँ कतिको थाहा छ गाइज 2500को गाडी 2500को धेरै नै महँगो किन्छ टिकट काट्छ भने गाइज 150 हुन्छ 150 को 4 बजीसम्म गएको चाहे त बजिसक्यो अब गाइज होइन अब त्यहाँ टाइमसम्म बेका त म यहाँ बस्न गाइज महँगो त महँगै हो गाइज 500सम्म यस्तै महँगो हो गाइज अहिले चाहिँ म के मन्दिर छ गाइज केदारेश्वर मन्दिर भनेको म अगाडितिर छु गाइज म यसो यहाँ भित्रतिर बस्छु अनि त्यहाँनिर आफ्नो गन्तव्यतिर राख्छु गाइज खासै त रमाइलो मलाई लागेन गाइज मजा छ त्यो जो राम्रो छ गाइज यहाँ भित्र महोत्सवको दृश्य हो आजको भयोग तपाईँलाई कस्तो लाग्यो गाइज भयोग चाहिँ गाइजमा एक नम्बर केजी बनाउनु आएको थिएँ होइन तपाईँलाई कस्तो राम्रो आउने लाइक कमेन्ट र सब्सक्राइब सेयर गरिदिनुहोस् किनभने युट्युब च्यानलमा तपाईँ चाह्यो भने चाह्यो जोइनुहोस् गाइज म यति भन्न चाहन्छु गाइज गाइज भयोग अझै भ्याइदिएको छैन आज 31 डिसेम्बर गाइज फेरि म आज रिक्सा जान आएको छु गाइज होइन मेरो टिमका म धोका दिएर भागिसकेँ म अब चाह्यो भने चाह्यो गाइज उहाँ रिक्सा मसँग गाइज म जाँदैछु होइन यो भयोग चाहिँ अझै भ्याइदिएको छैन गाइज यो भएको चाहिँ गाइज पातुर अझै छ गाइज अझै भ्याइदिएको छैन म आज नै रिक्सा फेस्टिभलमा जान्छु गाइज के कस्तो रमाइ हुन्छ हिजोको भन्दा आज चाहिँ गाइज तपाईँ म यो भयोगमा म देखाउँछु गाइज अब हामी सिधै भेटौँ हयनसँग हस् त गाइज गाइज म जयवाई जान आएको छु म चाहिँ केटाहरू चाहिँ गाइज हाँस्दै म गाइज यतिखेर जयवाई चोक आइछ गाइज मान्छेको चाहिँ गाइज हाँस्दै दिन्छ यता म उता केटाहरू भएको तिर जान्छु गाइज है यस्तो छ गाइज नजारा चाहिँ हिजोभन्दा आज रमाइलो छ यहाँ हिजो म 200 रुपियाँ आएको थिएँ गाइज बस छ छैन जोस् नजारा चाहिँ गाइज राम्रो छ एकदमै यता सेकुवा आइपुगेका छन् गाइज पछाडिपट्टि तपाईँ देख्न सक्नुहुन्छ गाइज पछाडिपट्टि सेकुवा आइपुगेका छन् नजारा चाहिँ गाइज एकदमै राम्रो छ यहाँको गाइज म यता जयवाई चोकतिर आइसकेँ यता पछाडि तपाईँ देख्न सक्नुहुन्छ अब म सिधा उहाँ के चोक नामै थाहा छैन गाइज यो चोक म उहाँको सिस्टमले छ गाइज म केटाले धोका दिए भन्दैछु त्यो थाहा छैन गाइज कहाँ कहाँ छिर्न लाग्छु तपाईँ यहाँ देखिसक्नुहुन्छ होला म यहाँ दौड्दैछु गाइज म गाइज मेरो गन्तव्यसम्म आइसकेँ मान्छेसँग सास फुलिसक्यो गाइज म लास्टै मजासँग भागी गाइज एक दिन म त यस्तो यस्तो दौडिन म खासै दौडिन गाइज होइन
न्युयोर्कमा अब यस्तो छ गाइज हामीलाई एक साइडतिर होइन मामाहरू पनि यता हुनुहुन्छ होइन यस्तो गाइज होइन अब उता तलतिर चाहिँ जानु पर्यो दौडिँदै अब दौडिँदै गएर अब भेटिन्छ गाइज होइन फास्ट यहाँ जाम छ गाइज मामाहरू गाइज भक्कसी जान्दिन यहाँ राज दौड्नु यता पछाडि स्टकहरू छ गाइज अब म डाइरेक्ट हरियन चोक गएर भेटौँ न म गाइज भर्खर चाहिँ हरियन चोक आइसकेँ होइन हरियन चोकमा हुन्छ गाइज ठिकै छ होइन यहाँ जस्तै 5:00 बजेको छ होइन गाइज उता त्यसरी जाने उता टाइगर जाने गाइज होइन यसो म उता कन्सर्ट भएको उता कोमा गाने पार्कतिर जानु पर्यो गाइज छ गाइज ठिकै छ भिड मान्छेको भिड गाइज भिड गाइज हेरि साध्य छैन यहाँ होइन यस्तो टोका चिया के चिया छ होइन गाइज यहाँ म तपाईँ यता बिहा गएर देखाउँछु गाइज उहाँ यस्तो माहौल छ साइडको गाइज होइन माहौल गाइज दामी छ ए उता हरियन चोकतिर गाइज यस्तो छ म गाइज हरियन चोकबाट तल आइराखेको छु मैले केटाहरू चाहिँ गाइज मैले देखेन कहाँ गयो हरियन चोकमा चाहिँ हाल्छ हरियन चोक आयो हरियन चोकमा छैन गाइज दुःख दिने नि जस्तै एउटा कुरा हुन्छ नि गाइज यता पछाडि स्टोरहरू छ गाइज हिजो चाहिँ खाएको आज सबै आएको छ गाइज गयो उतै भयो त गाइज होइन पर्दैन त्यस्तो सिस्तो छ गाइज यहाँ त्यस्तो छ होइन जे होस् दामी छ मेरो चाहिँ उतातिर चाहिँ अड्डा छ गाइज रमाइलो त गाइज जस्तै रमाइलो भएको छ हिजोको भन्दा आज होइन हिजोको भरमा तपाईँ देख्न सक्नुहुन्छ यता पछाडि चाहिँ सिद्धकला बस्नुपर्ने छ गाइज होइन यतापट्टि जो होस् दामी छ गाइज गाइज यता पछाडि यहाँ BYD छ BYDको यहाँ कार छ गाइज यो आज इभी भोलि टिभी भन्छ नि गाइज त्यस्तै हो आज दामी मजा आएको छ गाइज गीत चाहिँ गाइज दामी बसेको थिएँ एकछिनसम्म गाइज दामी नाच्यो होइन यसो उता त उहाँ कोमा गान प्याकले गइदिनु पर्यो गाइज होइन केटाहरू त गाइज अझै भेट्दैनन् कहाँ गोचुन गाइज होइन जस्तै दुःख दिएको मलाई फेवा गाडी भन्ने यता छ गाइज माहौल चाहिँ गाइज दामी छ भयो गेम गर्न आएपछि गाइज यस्तो माहौल छ अब यहाँ यो गाइज यदि फोरेट कहाँबाट गाइज यति खानु सकिन्छ कि सकिन्न गाइज कहाँबाट आएको छ गाइज एक जाग चाहिँ जसै नाच्नु पऱ्यो गाइज युट्युब च्यानलमा अझै अहिले पनि भेटौँ न गाइज होइन यो त च्यानलमा गाइज अहिलेको चाहिँ भिडियो एक नम्बर के चाहिँ एक नम्बर धमाकेदार आइराखेको छ होइन एक साइडको माहौल चाहिँ तपाईँ मैले जे होस् यहाँबाट मैले देखाइदिइराखेको छु एक साइडमा चाहिँ गाइज जे होस् दामी भइराखेको छ माहौल होइन भएको छ गाइजमा यी बिच चाहिँ मैले गरेकै छैन भ्याएको छैन गाइज होइन मजा आइराखेको छ गाइज हेलो गाइज यहाँ चाहिँ दौडिन मिलेन गाइज होइन यहाँ मोमो भएको छ गाइज मोमो म आज सबै आइसकेछु गाइज के चाहियो गाइज यहाँ सबैमा गाइज पाम्ने के यो हुन्छ नि मैले अब चाहिँ आइराखेको छु अब के खाने गाइज तपाईँहरू
गाइज म उधार किनेर यहाँको 40 रुपियाँको चिकन समोसा म अब यहाँ खाँदैछु होइन। यहाँ चाहिँ यो चिकन समोसा चाहिँ यहाँ 100 पर्छ गाइज। म त उहाँ पसक मात्रै आएको गाइज, यहाँ झोला भइसक्यो सबै ल्याएको छु गाइज चाहिने कुराहरू। म आज यहाँ 1 रुपियाँ नि खर्च गर्दिनँ गाइज। म यहाँ गाइज 15 सय खर्च गरेँ गाइज। यहाँ पछाडि बम्बु दाइको यहाँ तन्दुरी बनाएको छ नि गाइज, यो त गयो भन्ने आजको लास्टै गयो भएको छ कि गाइज। यहाँ हिमाल यो चानैमा हेरिराख्नु गाइज होइन। यो समोसा खान्छु गाइज, त्यहाँ पछि भएको म यो समोसा खाइसकेँ गाइज होइन। म कस्तो देख्दैछु गाइज यस्तो कमेन्ट गरिदिनुहोस्। अहिलेको गाइज एक साई फेस्टिभलमा चाहिँ गाइज दामी मजा आएको छ। म अरू भन्दा चाहिँ त्यो होस् गाइज होइन, दामी मजा आएको छ होइन। यहाँ केही सानो छ भन्दा नबुझ्ने के गाइज गीत चाहिँ दामी बजेको छ गाइज। यतातिर चाहिँ माहौल चाहिँ यस्तै छ होइन। कति बज्यो गाइज यहाँ हेर्छ है। ओ माई गड यता पछाडि गाई यस्तो दामी देखाउँछ फन क्यामेरा यस्तो दामी छ खैबुजामा जमीन आकाशको पर्छ तम्बु छ है सक्दैछु। हरे 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 कृष्ण हरे कृष्ण हरे 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 कृष्ण हरे कृष्ण हरे कृष्ण हरे कृष्ण 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 हरे 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 कृष्ण हरे 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 राम हरे राम 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 हरे हरे। गाइस दामी मजा आइराखेको छ। हरे कृष्ण हरे हरे। एकछिनसम्म गाइस मजै नाचे ठगाइरहेको छ गाइस होइन। आज चाहिँ गाइस आइफोनको त भिडियो बनाइँदा आज यो भएको गाइस होइन। रास्तै श्वास भयो गाइस। मैले त सबै औषधि पचाउँदै आइराखेको छु गाइस। श्वास पहिला मैले एउटा यो खाएका जाँदैन भयो। यता चाहिँ यो घर भन्ने छ गाइस, राम्रो छ गाइस होइन। यहाँ 20 रुपियाँ गर्नुपर्छ, फोटो चाहिँ नखिचौँ गाइस। म स्क्रिनसट गरिदिन्छु होइन। दामी छ गाइस एक साइडको माहौल। कुनामा लाइटिङ राम्रो, कुनामा अँध्यारो आएको छ के गाइस होइन। मैले कुनामा बत्ती बालिदिन्छु, यहाँ कुनामा बालिदिन्न। त्यही कारणले गर्दा भिडियो यस्तो आएको हुनसक्छ गाइस होइन। यता नि गाइस ठाउँ चाहिँ दामी छ। आकैको निशाना एक साइडको चाहिँ गाइस दामी आएको क्या। म अझै एक साइडमा त हिँड्दै कम्प्लिट त गाइसमा हिँडेकै छैन। अझै आधा बज्यो छिकेर अझैमा कोमा गाडी पाएकै जानु बाँकी छ गाइस। मसँग हिँडिराख्ने गाइस दामी तपाईँ देख्न पाउनुहुन्छ। यो 10 साग भ्यू जानु पर्यो गाइस। अरूको मैले रास्ता मिहिनेत गर्छु गाइस 10 साग गाइस दामी छ। एक गर्ने बजे हाइदिन्छ गाइस। गाइस कसैले छुन सक्छु गाइस रास्तै भित्र तपाईँ देखिराख्नुको छ होला। मजा चाहिँ गाइस दौड मजा आएको छ। म गाइस धेरै नै यता आइसकेको छु। यो कोका कोला भनिन्छ गाइस। तपाईँले त्यहाँमा गीतै सुन्नुभएको छ होला होइन। यतापट्टि कोका कोला छ। मैले यो हिजोको भर गर्नु छ कि गाइस।
यता दामी छ गाइस मेरो यहाँ पसाइ फोटो देखिन्छ उता कोक हराएको छ म यस्तो बिस्कुट हराइदिन्छु यस्तो मेरो त यहाँ फोटो आएन गाइस बिस्कुट हराउनु त्यो म यता बिस्कुट हराउँछु यहाँ गाइस म यता युट्युबमा कति चिनेका छैन गाइस हामी युट्युबमा कति चिनेका छ गाइस 2 लाख सब्स्क्राइबर छ यस्तैमा नदेखे म के हुने आएछ तपाईँ यो चिन्नु भएको छ गाइस म यति नै धेरै ठुलो कुरा हो लास्टै भीमा पऱ्यो गाइस म त लास्टै भीमा यार लास्टै भीमा छु गाइस म अब गाइस म लास्ट यता यतातिर आएको छु आजको यो चाहिँ स्टिक फेस्टिभल चाहिँ गाइस एकदमै रमाइलो आएको छ गाइस मलाई पनि तपाईँलाई कस्तो गाइस तपाईँ कमेन्ट गरिदिनुहोस् अझै गोमा गानी पाए गाइस अझै आएको छैन के यसको नारा जोड्नै जाम जोड्नै बसौँ जोड्नै जमाउँ भन्ने के हो गाइस र गाइस म उता देखाउँछु गाइस म धेरै नै यता आइसकेँ बल्ल यहाँ नजिक आइसकेँ म त यहाँ खोज्दा गाइस यहाँ नै परेको थिएँ गाइस होइन म सडकमा बस्ने सडकमा रमाउने सडकमा खाने यस्तै भित्र अन्त गाइस यहाँ मजा आएको छ मैले त गाइस मेन फेस्टिभल हामी चाहिँ यता भित्र हो गाइस यहाँ मौसम छ त्यहाँ अन्त त गाइस सडकमै रमाइलो छ सडकमै जाने सडकमा सुत्ने गाइस म त गाइस खास त आज यही बिस्तारै ओसाएर सुतौँ जस्तो नै आएको छ होइन नाइ त्यो सडकमा खाने सडकमा त खाइराखेको छु गाइस उहाँले यहाँ खाइराखेको छु गाइस अब यसो म भिडियो पनि अब यो अन्तिमतिर आएको छ होइन गाइस अब यसो उतापट्टितिर म तपाईँ देखाउँछु र आजको म भिडियो चाहिँ यतैतिर गाइस समाप्त भएको म घोषणा गर्न चाहन्छु भएको छ गाइस लास्टै धेरै बनाइसकेको मैले लास्टै बजी भइसक्यो गाइस भएको पनि अब म यतै समाप्त भएको म घोषणा गर्छु गाइस उतापट्टि गएपछि चाहिँ उता के चाहिँ ठाउँ देखाउँछु गाइस त्यहाँबाट भएको समाप्त हुन्छ आजको भएको छ गाइस लास्टै धेरै बनिसक्यो हस् त गाइस म केदार सोको गेट गएर छु गाइस यहाँबाट उता देखिएको छ यहाँबाट हेर्दै रमाइलो गर्नु गाइस टिकट 1000 बेकाको गाइस लास्टै महँगो गाइस आज गाइस भयो तपाईँ कस्तो लाग्छ गाइस राम्रो अनि चाहिँ यसो लाइक कमेन्ट र सब्सक्राइब चाहिँ गर्नुहोस् किनकि युट्युब च्यानलमा चाहिँ गाइस जोडिनुहोस् हस् त गाइस